हेलो गाइस, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो आजको नयाँ भिडियोमा। हामी चाहिँ आज माछा मार्न जाँदैछौँ है खोलातिर। यस्तो छ यहाँ, यो चाहिँ हाम्रो बारी हो। सबै दाउराहरू चाहिँ यस्तै सर्लक्क अस्ति हामीले चिरेर राखिसकेका छौँ। पाण्डुले चाहिँ यहाँ चट्ट सामानहरू बोक्दैछ है माछा मार्नलाई। A few moments later. चाहिँ खोलामा आइसक्यौँ। खोलामा कोही पानी जो छैन, के माछा होला र। पाण्डु पनि उदास भइसक्यो यहाँ खोला देखेर। केही भन्दैन त पाण्डे? माछा मार्न त लेस के त गटा पनि पाइन्छ कि पाइन्न, गटा पनि पाइन्छ कि पाइन्न, यस्तो छ खोलाको हालत। ल है पाण्डुले चाहिँ यहाँ पुरा माछा मार्न सब बोकिराखे सामानहरू। म चाहिँ ठ्याक्क यो बोकेछु ढुङ्गा पल्ट्याउनलाई होइन। हामी चाहिँ अब अलि तल्तिर गइन्छ है लालबाटीतिर माछा मार्न। यो रहमा है आज माछा मार्ने। माछा चाहिँ तल दामी हुनेछ। त सुकाउन सकिन्छ कि सकिन्न यस्तो छ खोला होइन। त्यतातिरबाट चाहिँ सबै पानी थुनेर मार्नुपर्छ आज हामीले। पाण्डेले चाहिँ होपलेस भइसकेको छ है पाण्डे। माछा हेर्छ पाण्डे। ल है हामी चाहिँ यहाँ लगभग अब खोला चाहिँ यसो सुकाएर सकिसक्यौँ पानी काटेर। पानी चाहिँ अब लगभग सुकिसकेछ भनौँ न। यहाँ तलेर चाहिँ फेरि यो रहेको पानी चाहिँ यहाँ तलबाट अलिक गएर खनेर फालेपछि बल्ल पानी सुक्छ कि यहाँको। खासै चाहिँ पानी चाहिँ सुकिभयो है लगभग है। अब र त लगभग 25% सुकिसक्यो। माछा जति यहाँको नाम गरेर बसेर पाइप पनि ल्याइसक्यो केटाहरूले। यहाँ एउटा पाइप, यहाँ अर्को पाइप छ चट्ट लगाएर। अब हामी चाहिँ यो खोडल्दै यहाँ केटाहरूले खोडलिरह। यहाँ तलबाट बेस बनाएर सर र यहाँ माथिसम्म गएपछि चाहिँ खोडल्दै पानी चाहिँ सफ्ट आउँछ क्या सबै। उचाल केटा। सचिन फेरि एक्लै काफी छ यस्तो ढुङ्गा त पल्टाइन्छ। पल्टायो अरे। ए लभली पाण्डुको पाला है फेरि। भाइ केटाहरू फेरि बलियो छ है केटाहरू। ल दामी चालक्क सुरु भएछ। के भन्नु छ र यस्तै हो। मान्छे त मरिहाल्छ नि काम त्यही अनुसारको काम हुनु पऱ्यो है। ल अब हामी चाहिँ यहाँ माथिबाट चाहिँ चुहिएको पानी टाल्दैछौँ। त्यहाँबाट त्यत्रो खनियो नि त हामी त यहाँ त। अब पानी फाल्ने कार्यक्रम भयो। दुईजना झ्याम पानी फाल्दैछौँ। केटा चाहिँ यहाँ पसिसक्यो अब डुबो भित्र। ल सुरुको माछा आयो। ल फस्यो यो फर्स्टमा। ल पानी फाल केटा। ल सुरुको माछाले चाहिँ आज दामी गऱ्यो। दामी ल फेरि अर्को नआइदिए। ल आछै ल माछा त्यहाँ बनिने दुईवटा ठुल्ठुलो भइसक्यो। ल सचिन भाइको यहाँ फेरि
3 days later. यत्रो प्रयासपछि पनि हामी असफल भइयो के यहाँ माछा यस्तो मजाले डुलिरहेको छैन अनि पछि यति भएपछि चाहिँ यहाँ पाइप बोकेर यस्तरी आछ माछा चाहिँ पाइपको सहायतामा मार्ने हेर्न हिजोको असल हातदिन जरेछ अँ उकि हेर्न किस्मत ल किस्मत यहाँबाट सुरु भयो यसले काम गर्न यो आज स्कुल पनि नगएर ओके माछा चाहिँ यहीँ छ है हिजो चाहिँ अब ठुलो पाइप हाल्दाखेरि अब यस्तो सकिएन क्या मार्न आज चाहिँ पुरा केटाहरूले सानो सानो पाइपले यस्तो हालिरह्यो है केटाहरूले पाइप यति पाइप बिस्ताइसकेछ केटाहरूले पुरा माछा निकाल्यो आज केटाहरूले भोसडी ल ल अब यहाँ सुक्यो लगभग ए थाकियो दामी छ दामी फाले यस्तो ल अब घरतिर लाग्यो है त ल है त अब हामी डोकासोको बोकेर अब घरतिर चल्लियो आजको दिन पनि माछा मारेर गयो 2 दिन लाएर चाहिँ 2-3 किलो मार्ने माछा धेरै मार्न सकिएन पानी सुकाउन नसकेर केटाहरूले चाहिँ यहाँ पाइप लटाइरहन् ठुल्ठुलो माछा निकालेको भिडियो गराएन आज गराउनै सक पाइएन नि त ल यत्रो मिनेट पछिको हाम्रो यो चाहिँ माछा है कति मार्यो भनेर चाहिँ यत्रो माछामा चाहिँ माइ ब्याक माछा चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले अझै सक्यो ल है ल दामी माछा चाहिँ यस्तो छ होइन असला भुटी सबै छन् बिहान त्यो छ है त ल माल माछाहरू चाहिँ